4 इन्च वालमा लगाइने सिमेन्ट बालुवाको रेसियो र 9 इन्च वालमा लगाइने सिमेन्ट बालुवाको रेसियोमा के फरक हुन्छ? सामान्यतया इँटाको वालमा लगाइने सिमेन्ट र बालुवाको रेसियो 1:3देखि 1:6 सम्मको हुने गर्छ। कस्तो वालमा कुन रेसियोको सिमेन्ट बालुवा प्रयोग गर्ने भन्ने कुरा तपाईँले कुन प्रयोजनको लागि वाल लगाइरहनु भएको छ त्यो कुरामा भर पर्छ। आरसिसी फ्रेम स्ट्रक्चर बिल्डिङमा प्रायःजसो बाहिरी वालहरू 9 इन्चको र भित्री वालहरू प्रायः 4 इन्चको लगाउने गरिन्छ। वालको काम भनेको लोड लिने होइन, तर पनि 9 इन्चको वालले केही हदसम्म लोड लिने गर्छ। तर हामी 4 इन्चको वाल चाहिँ लोड लिनलाई भन्दा पनि खालि पार्टिसनको रूपमा मात्रै प्रयोग गर्छौँ। सिमेन्ट बालुवाको रेसियो 1:3 छ भने वालको स्ट्रेन्थ ज्यादा हुन्छ, तर रेसियो 1:4, 1:5, 1:6 हुँदै जति माथि जान्छ वालको स्ट्रेन्थ घट्दै जान्छ। त्यसो हुनाले आफूलाई कुन प्रयोजनको लागि चाहिएको त्यो रेसियोमा मसला पाउँदा हुन्छ। 9 इन्चको वालमा 1:5 या 1:6को अनि 4 इन्चको वालमा 1:4को रेसियो हाल्नुभयो भने उपयुक्त हुन्छ। वालको सेक्सन जति ठुलो हुन्छ त्यसको स्ट्रेन्थ पनि बढ्दै जान्छ। त्यसैले 9 इन्चको वालमा 1:5 या 1:6को रेसियो हाल्दा पनि केही फरक पर्दैन। यस्तै जानकारीमूलक भिडियो लिएर फेरि पनि उपस्थित हुनेछु। हवस् त, धन्यवाद।